चलचित्रलाई माया गर्ने सम्पूर्ण यहाँ उपस्थित हुनुहुने सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। र हाम्रो योभन्दा अगाडि हाम्रो गाना रिलिज भइसकेको गाना जुन 1 मिलियन क्रस भइसक्यो, पक्कै पनि सबै दर्शक श्रोताहरूले मन पराइदिनु भयो। थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अझै पनि त्यो गानामा अझै धेरै टिकटक बनाइदिनु होला होइन। अहिले चाहिँ मेन सोसियल मिडिया भनेकै टिकटक भन्छु म चाहिँ, आई थिङ्क। अनि आज ट्रेलर एकदम नर्भस पनि फिल भइरहेको छ। ट्रेलर रिलिज हुँदाखेरि चाहिँ मैले के फिल गरेँ भन्दाखेरि चाहिँ जुन एउटा नर्सरी पढ्ने स्टुडेन्ट म हिरोइन बन्छु है भन्दाखेरि आज यहाँसम्म आउँदाखेरि चाहिँ अहिलेसम्म पनि नेभर चेन्ज, मान्छेको चाहिँ स्टेप बाई स्टेप चेन्ज हुन्छ नि त एम है। आई थिङ्क पढेर जागिर खान्छु, डक्टर बन्छु, पाइलट बन्छु, इन्जिनियर बन्छु, आई डोन्ट नो वाट एभर होइन। सबैको आफ्नो एम ड्रिम्स भिजन त हुन्छ, तर मेरो नेभर चेन्ज के। बिचमा कति कामहरू अब्स्ट्याकल आयो, अप्स एन्ड डाउन भयो होला पनि, तर पनि कन्टिन्यू मैले मिडिया फिल्डलाई नै चुज गरेँ अनि आजसम्म यहाँ छु। र अहिले पनि आई वान्ट टु बिकेम अ प्रोफेसनल एक्ट्रेस नेपाली फिल्म इन्डस्ट्रिज भन्दै यहाँ अहिलेसम्म यहीँ नै छु, स्टेजमा इन फ्रन्ट अफ यु। सो थ्याङ्क यू सो मच भन्न चाहन्छु। र आई होप यु कि सबैजनाले साउन 29 गते मुभी हेरिदिनुहुन्छ, सबैले माया साथ सपोर्ट गरिदिनुहुन्छ। र यो सपना मेरो होइन, यो सपना एउटा बच्चाको सपना सम्झिदिनु होला हजुरले। त्यही बच्चा आज इन फ्रन्ट अफ यु हजुरको माझमा उपस्थित छ। हस् त, थ्याङ्क यू सो मच। दिल को मटर फिल्म कुदो हल्का लजारा, दिल को मटर फिल्म कुदो हल्का लजारा, तिम्रै पछि प्यापु प्यापु हरन बजारा, हरन बजारा, तिम्रै पछि प्यापु प्यापु हरन बजारा, प हरन बजारा। माया प्रेम घोलेर दिलको ढोका खोलेर पर्खी बास भन्थ्यौ त ओइ माया, अहिलेसम्म दिएको चाहिँ खोइ माया, होय होय आए होय ल है। र गीत एकदमै राम्रो पनि भएको छ। धेरै जहाँ जसले गीत सुन्नुभएको छ उहाँले पर्सनल्ली मलाई पनि ल है कस्तो राम्रो खुलेको आवाज, एकदम राम्रो एकदम ब्राइट आवाजमा चाहिँ यो गीत सुन्न पाए जे होस्, राम्रो लाग्यो भन्नुभएको छ। र तपाईँहरूले पनि फेरि एकचोटि फेरि टिकटक बनाइदिनु होला, रिल्स बनाइदिनु होला है, यही छ। सो एकदमै राम्रो छ गीत पनि। दिलको मोटर फिल्ममा कुद्यो हल्का लजाएर भन्ने छ। मलाई गीत गाउँदा नै म अलिअलि नाच्छु पनि त होइन, धेरैलाई थाहा छ। म आफै नाचेरै गाइरहेको थिएँ भने अफकोर्स यसमा सबैजना नाचेर टिकटक पनि बनाइदिनु होला, सबै बनाइदिनु होला। अब गीत रिलिज कार्यक्रममा म आएको थिएँ, तर पानीले आउन दिएन भनौँ न, त्यही भएर आज पनि आएँ। त्यसको लागि सम्पूर्ण लजावती टिमप्रति एकदम क्षमा माग्न चाहन्छु म है त्यो दिनको लागि। र अन्य ठाउँमा पनि आइराख्नेछु, आइराखौँला। अहिलेलाई चाहिँ धेरै के भन्नु, लजावती टिमलाई धेरै धेरै धन्यवाद। र लजावती सिनेमा यही श्रावण 29 गतेबाट देशभरका सम्पूर्ण हलहरूमा लाग्दैछ। सो सबैजना गएर हेर्नु होला। ट्रेलर एकदमै बवाल लाग्यो मलाई चाहिँ है, सबैजनाको कामहरू यताउति सबै एकदम खतरा लाग्यो मलाई चाहिँ। सिनेमा पनि बवालै हुन्छ होला जस्तो लाग्छ। 2 लाइन चाहिँ म गाउँछु है त। मुकुन्द दाइले पनि गाउनुहुन्छ है राम्रो। मैले यसो अस्ति बुझेको है। थ्याङ्क यू सो मच। नमस्ते सम्पूर्ण यहाँ उपस्थित जनहरूमा। र हामीले एकदमै राम्रो प्रयास गरेको छौँ, हजुरहरूले पनि देखिसक्नुभयो ट्रेलर होइन, एकदमै राम्रो प्रयास गरेको छौँ। सबैले आफ्नो जति हुन्छ त्यति गर्नुभएको छ। अब आई होप हजुरहरूको साथ सपोर्ट पाउँछ भन्ने आश राखेको छौँ होइन। अनि अब सबैजनाले एकदमै अब हाम्रो निर्माता टिमलाई त एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई यसरी साथ सपोर्ट दिएर यहाँसम्म ल्याउनु भयो, हामीलाई यसरी काम गर्ने मौका दिनुभयो। अनि हजुरहरूको हातमा छ अब त झन् साह्रो, झन् हाम्रो पत्रकार टिमहरू एकदमै उहाँहरूको हातमा छ। कहाँ कहाँ नेपालको कुना कुनामा पुर्याउने
ठाउँ भनेको उहाँहरूको हातमा छ। अब हामीले दिने भनेको चाहिँ दिइसक्यौँ होइन, अब हजुरहरूको पालो हो। अनि सम्पूर्ण यहाँ अग्रज कलाकारहरू पनि उपस्थित हुनुहुन्छ, उहाँहरूले पनि एकदमै माया साथ सपोर्ट दिनुहुन्छ भन्ने आश गरेको छौँ। र अझै पनि अब हाम्रो गाना टिकटकमा मिलियन क्रस त गरिसकेको छ, बट अझै पनि टिकटक बनाएर साथ सपोर्ट दिनुहुन्छ भन्ने पनि आश राखेको छौँ। अब साउन 29 गतेबाट त फिल्मै चल्दैछ, हजुरहरूले सबैजनाको यो अनुहार अहिले जति देखिएको छ यहाँ उपस्थित हुनुहुन्छ, यो अनुहार फेरि फिल्म हलमा भेट्न पाउँछौँ भन्ने आश गरेको छौँ। र साउन 29 गते हजुरहरूको हातमा छ। चलचित्र लज्जावतीबाटै नेपाली चलचित्र क्षेत्रलाई एउटा चाहिँ पेसा बनाएर यसैलाई चाहिँ आफ्नो कर्म सम्झेर लाग्छु भनेर यो चलचित्रबाट चलचित्र क्षेत्रमा आउनुहुने कलाकार प्राविधिक सबैलाई स्वागत अनि धेरै धेरै शुभकामना पनि। अब टेलर हेरिसकियो, चलचित्र साउन 29 गतेदेखि आउँदैछ। म त चाहिँ एकदमै प्रतीक्षामा छु, यो फिल्म कहिले हेरौँला जस्तो भइरहेछ। विशेष गरी निर्माता निर्देशक लाई चाहिँ धेरै धेरै धन्यवाद यो टिमसँग जोडाउनु भयो त्यसको लागि। र अब चाहिँ कुबेर सिनेमालाई चाहिँ म शुभकामना पनि भन्न चाहन्छु। एउटा सिनेमा चल्नु भनेको धेरैका सपना पनि बाँच्नु हो। कतिले सपना देख्या हुन्छ एउटा सिनेमाबाट। सिनेमालाई शुभकामना दिँदै फेरि पनि तपाईँहरूको शुभकामना रहनेछ भन्ने आशा गर्दै अहिलेलाई चाहिँ टुङ्ग्याउँछु। धेरै धेरै धन्यवाद। सबैभन्दा फर्स्ट चाहिँ म पत्रकार साथीहरूलाई एकदमै भित्रबाट नमन गर्न चाहन्छु, बिकज तपाईँहरूले नै गर्दा हामी अगाडि बढ्ने हो है। तपाईँहरू यहाँ आइदिनु भएको छ, हाम्रो निकालिदिन, हाम्रो वर्ल्डभरि नेपालभरि सबै ठाउँमा पुर्याइदिन तपाईँहरूको एकदमै ठुलो हात छ होइन। त्यसको लागि एकदमै हार्टली थ्याङ्क यू सो मच पत्रकार मित्रहरू सबै साथीहरूलाई। र जति पनि गेस्टहरू आउनुभएको छ सबैलाई मैले मनैदेखि नमन गर्न चाहेँ। र हाम्रो यो डाइरेक्टर साहब राजबहादुर सर, हाम्रो कमल सर, हाम्रो सम्पूर्ण हाम्रो यो लज्जावतीको टिमलाई पनि मैले एकदमै हार्टली नमन गर्न चाहेँ। एउटा कुरा के, म सानैदेखि राजेश हमाल बन्छु भन्थेँ क्या स्कुलमा। मलाई आज पनि याद छ होइन। 6 क्लासमा पढ्दा म्यामहरूले सोध्नुहुन्थ्यो क्या, बाबु तिमी के पढ्ने भन्दा एकजनाले डक्टर भन्थ्यो, अर्कोले पाइलट भन्थ्यो, अर्कोले इन्जिनियर भन्थ्यो। मैले त्यसलाई म राजेश हमाल बन्ने म्याम भन्थेँ क्या। बिकज म सानैदेखि मैले राजेश दाईको यति ठुलो फ्यान थिएँ त्यो बेलादेखि होइन। मैले राजेश दाईको कुनै पनि फिल्म, राजेश दाईको मात्र होइन, मैले नेपाली फिल्म लगभग 85-90% फिल्म हेरेको छु क्या। म कुनै पनि चाहे फिल्म राम्रो होस् चाहे नराम्रो होस्, चाहे चलोस् नचलोस्, म कुनै पनि फिल्म छुटाउँदिनँ कहिले पनि। बिकज म सानैबाट एउटा फिल्म क्रेजी मान्छे हो होइन। अनि सानैबाट हिरो बन्छु हिरो बन्छु हिरो बन्छु भन्थेँ। अनि सबले म हिरो बन्छु म्याम भनेर, म राजेश हमाल बन्छु म्याम भन्दा त्यतिले स्टुडेन्टहरू हाँसेका थिए क्या। त्यो दिन मलाई आज पनि याद छ क्या, 7 क्लासमा पढ्दाखेरि होइन। अनि तपाईँको 7बाट 10मा पुग्यो, 10मा पनि मेरो एम के बन्छस् भन्दा म राजेश हमाल बन्छु भन्थेँ। त्यो बेलासम्म मान्छेको त्यो डक्टर बन्छु भन्ने मान्छे अर्कै पेसामा जान्थेँ, इन्जिनियर बन्छु अर्कै पेसामा जान्थेँ। 12 क्लासमा पढ्दा चाहिँ म राजेश हमाल होइन है, म श्रीकृष्ण निरौला बन्छु है भन्ने मैले 12 क्लासमा पुग्दा मैले त्यो बोल्न थालेँ क्या। मलाई के बन्नु छ, मलाई एक्टर बन्नु छ। म सानैदेखि यो फिल्डमा आएको, तर मलाई लागेको थिएन कि म आज यो ठाउँमा उभिएर तपाईँहरूसित यसरी बोल्छु र म यो ठाउँमा पुग्छु है भन्ने पनि मैले एउटा सोच्न त सोचेको हुन्छ। तर पनि मलाई आज 25-26 वर्ष लाग्यो क्या यो ठाउँमा आउनको लागि। म तपाईँहरूले देख्नु होला एउटा दुईवटा फिल्म खेल्यो, सिटामल खेल्यो, टिकटकमा अलिअलि हिट भयो आयो भन्ने सोच्नु होला। तर म साँच्चै भन्दाखेरि म मेरो फर्स्ट भनेको मेलिना मानन्दर दिजुको करुणा भन्ने सिरियल, जुन तपाईँहरूलाई पनि धेरैलाई अलिकति पुरानो मान्छेहरूलाई थाहा छ होइन, एकदमै सुपर हिट सिरियल त्यो बेलाको। त्यो बेलाबाट म एउटा पुलिसको सिन एक सिन खेल्नको लागि म दिनभरि उभिएर पुलिसको ड्रेस लाएर चुबारमा बसेको थिएँ। त्यो बेलादेखिको स्ट्रगल मेरो होइन। अनि त्यो बेलादेखि गर्दै पछि एक्टिङ सिक्ने भनेर पुतली सडकमा ठाउँ ठाउँमा जान्थेँ, कति ठाउँमा पैसा खाएर भाग्दिएँ होइन एक्टिङ सिकाउने। अनि तितो सत्यमा खेलेँ, हाम्रो अब दीपक दाजु दिपा दिदीहरूको अहिले अग्रज कलाकारहरू है। तितो सत्यमा मैले 2012को अहिले पनि हेर्नुभयो भने फेब्रुअरी सायद 12कैमा होला, सायद दीपक दाईले मलाई चिन्नु पनि हुन्न होला, दिपा दिदीले पनि। अब त्यो त्यहाँ खेलेको छ भन्ने थाहा छैन, किनभने त्यो बेला म कोरस थिएँ हेर्नु। कोरसलाई त कसैले याद गर्दैन। तर म एक सिन खेल्नको लागि 2-3 दिनदेखि एकदमै रेडी भएर म तितो सत्यमा पनि एउटा सानो पत्रकारको रोल खेलेको थिएँ क्या। मैले मेरी बासै खेलेँ, झ्यानेकुटी झ्याइ खेलेँ होइन। मैले धेरै के पुरानो सिरियलहरू गर्दै 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 म्युजिक भिडियो गर्दै गर्दै आज म यो ठाउँमा आएको छु। सिटामलमा दाईसित भेट भयो, हाम्रो राज दाईसित, हाम्रो काजल भुजेल हाम्रो यी मित्र हुनुहुन्छ, उहाँले नि मलाई दाईसित ठोक्काइदिनु भयो। दाईले कलाकार खोजिरहनु भएको रहेछ, उहाँले ठोक्काइदिनु भयो, भेट भयो। त्यहाँको थ्रुबाट दाईलाई आजसम्म दाईको साथमा छु है। सो एकदमै गाह्रो हुँदो रहेछ क्या चलचित्रमा हिरो बन्छु भनेर यति सजिलै आउन। मैले चाहिँ मान्छेहरू देख्दा कुनै फिल्मबाट राइज भयो भने यो फिल्मबाट राइज भयो, कति चाँडै हिरो भयो भन्ने सोच्छ, तर उसको ब्याक द स्टेज कसैले पनि देखेको हुँदैन। साँच्चै म केही
कसरी बोल्ने त मलाई पनि आइरहेको छैन होइन, तर मलाई आज यस्तो फिल भइरहेको छ कि आज म तपाईँहरूको साथमा एज अ एक्टर म यसरी बोल्न पाइरहेको छु। आई फिल आइएम एकदमै लक्की फिल गर्छु। तर मलाई साँच्चै 26-27 वर्ष लाग्यो यो ठाउँमा आउन होइन। अब यो पछि यसको रिजल्ट के हुन्छ, भोलि यो फिल्मले के दिन्छ, ट्रेलर त हेर्नुभयो, आफूले गरेको काम सबैलाई राम्रै लाग्छ। र मलाई पनि एज अ अडियन्स पर्सपेक्टिभबाट फिल्ममा एडिट डेस्कमा मैले हेरिसकेको छु, फिल्म मैले 3-4 चोटि नै हेरिसकेँ। मलाई पर्सनल्ली एकदमै फिल्म राम्रो लागेको छ, कन्टेन्ट राम्रो छ, लभ स्टोरी एकदम मिठो, मान्छेलाई जहाँसम्म इमोसनल बनाउँछ जस्तो मलाई लागेको छ होइन। त्यही भएर अब भोलिको दिनमा तपाईँहरूले कतिको माया गर्नुहुन्छ, मेरो काम मैले कस्तो छ भन्ने होइन, मलाई त कहिले पनि मेरो काम कहिले पनि वाउ लाग्दैन हेर्नु, तपाईँहरूले नि जज गर्ने हो। सो लेट्स सी फर टुमरो। तपाईँहरूले अहिलेसम्म माया, साथ, सपोर्ट, मेन कुरो चाहिँ पत्रकार साथीहरूलाई फेरि पनि म एकचोटि हम्बल रिक्वेस्ट गर्न चाहन्छु। नयाँ चलचित्र छ, मेरो लागि त एउटा खुड्किलो नि हो, कोसेढुङ्गा जस्तै। अब यो फिल्मले के गर्छ, मेरो भविष्य अगाडि जाने नजाने त्यो त एउटा ममा हुन्छ, तर तपाईँहरूको साथ, तपाईँहरूको एकदम म पनि भर परेको छु। तपाईँहरूले कसरी कोअर्डिनेट गरिदिनुहुन्छ, कसरी हामीलाई सपोर्ट गर्नुहुन्छ, गरिदिनु होला। एकदमै हृदयदेखि नै तपाईँहरूलाई फेरि पनि एकचोटि हम्बल रिक्वेस्ट गर्न चाहन्छु। लागि फिल्म बनाएको जस्तो कुरो बोलिएछ होइन। यसको लागि अन्य इन्टायर टिमहरूलाई समस्या परेछ अथवा अलि मन दुःख, त्यसको लागि क्षमा चाहन्छु यही माइकबाटै। तर खासमा कुरो के हो भने मैले भन्न खोजेको कुरो के थियो भने, मैले श्रीकृष्णको जुन अब अलिकति समय बिताउँदै गर्दा श्रीकृष्णले तपाईँको शङ्खमूलको त्यो मन्दिरबाट उसको जीवन सुरु हुन्छ। काठमाडौँ आइसकेपछि उसले त्यहीँबाट उच्च शिक्षा ब्याचलरसम्म त्यही मन्दिरमा बसेर पढेको छ भनेको। त्यो दिनसम्म उसले कैयौँ दिन ऊ कलाकार बन्नको लागि होइन। अब नेपालका सुपरस्टार कलाकारहरू आज पनि हुनुहुन्छ, उहाँहरूको छाता ओढेर म केही सिक्छु भनेर उहाँहरूलाई छाता ओढाउनु सुन दाइ भनेर के अरे प्रोडक्सन म्यानेजरसँग रिक्वेस्ट गरेर ऊ छाता ओढाउनलाई चितवनसम्म पुगेको छ। कतिपय बागबजारका, पुतली सडकका, अनामनरका गल्लीहरू चार्दै हिँडेको छ होइन। त्यो कारणले गर्दाखेरि मैले चाहिँ उसको भाग्यले चाहिँ लजाउँदै चलचित्रले यहाँसम्म तानेको छ। हामीले नचाहँदा पनि उसको एउटा जुन इम्प्रुभ भएको छ, त्यसको कारणले गर्दाखेरि यसो भएको हो भन्ने कुरा चाहिँ मैले यसलाई चाहिँ व्याख्या गर्न खोजेको थिएँ। तर कारणवश मेरो अब त्यति बेला अलिक तनाव पनि थियो, आज त फ्रेस थिएन मलाई, अलिक त्यहाँ धेरै त्यो अडियो सडियो के भइरहेको थियो। अनि त्यो बेलामा के भनेछु भनेपछि मैले त्यो हेरिसकेपछि मात्रै थाहा पाएँ। त्यो मैले बोलेको कुरा चाहिँ एकातिर थियो तर अर्को चाहिँ गएछ, त्यसको लागि म क्षमा चाहन्छु होइन। सबैभन्दा कुरा त्यसको बावजुद पनि अहिले यहाँहरूले जुन कुरा अहिले हेर्नुभयो होइन, यो मैले चाहेर बनेको कुरो हुँदै होइन। मेरो लागि त प्रत्येक सिनेमा एसएलसीको परीक्षा जस्तो लाग्छ। म एसएलसी दिँदै गर्दा 2060 सालतिर एसएलसी दिँदै गर्दा हाम्रो साथीहरू कस्तो बबाल गरेर म त फर्स्ट डिभिजन आउँछु भन्थे। तर कस्तो गरेँ भनेपछि त्यो रिजल्ट आइसकेपछि थाहा हुन्छ। रिजल्टले बताइसकेको छ श्रीकृष्णले के गरेका छन् भन्ने कुरा पनि तपाईँहरूले देखिसक्नुभयो। सबै कुरा ट्रेलरमा भएको कुराहरू मेन मुख्य कुराहरू आउने हो। त्यो कारणले गर्दाखेरि फेरि अहिले श्रीकृष्णकै कुरा आएको र श्रीकृष्णलाई बढी कुरा त्यो भन्ने कुरा चाहिँ मैले चाहिँ यसलाई चाहिँ फिर्ता लिएँ, त्यसको लागि क्षमा चाहन्छु होइन। सँगसँगै सबै कलाकारहरूको राम्रो जोरदार अभिनय छ, यहाँ देखिसक्नुभयो। जानुकाले पनि राम्रो गर्नुभएको छ होइन, त्यो हेर्नु भएको छ। अब मुकुन्द दाइको त कुरै गर्नु भएन, केशवजीले गर्नुभएको छ। अब हाम्रो मुख्य कलाकारको रूपमा अहिले ट्रेलरमा अलि हाबी भएको श्रीकृष्ण र मेनुकाको त कुरै नगरौँ होइन। फेरि मुख्य हाबी हो भन्दा फेरि अर्को दाला बनाउँछ भन्दाखेरि अब लज्जावती चाहिँ एउटा स्पेसियल लभ स्टोरी प्याकेज छ होइन। यो प्याकेजमा जो मान्छेहरूले चाहिँ अब छुन्छ यसले मलाई जस्तो लाग्छ अब होइन। अब के अरे दिलबाट लगाएको माया भन्दा दिलबाट लगाएको माया सदाबहार हुन्छ अरे केटीले भन्छ होइन। अब मलाई उपहारमा घडी होइन समय दिने मान्छे चाहिन्छ। ऊ दिमाग चलाइरहेछ, तर केटाले दिमागबाट भन्दा दिलबाट गरेको प्रेम चाहिँ सदाबहार हुन्छ। यस्तै लभ स्टोरी थुप्रै कुराहरू छ। सिनेमा राम्रो बनेको छ। सम्पूर्ण सबैभन्दा ठुलो कुरा निर्माताज्यूहरूलाई धेरै धेरै धन्यवाद छ। विभिन्न समस्याका बावजुद पनि सिनेमा यहाँसम्म राम्रो तरिकाले आएको छ। 29 गते अझै यसले राम्रो गर्नेछ भन्ने हामी आशा छौँ। हाम्रो प्रयास मैले मेरो लगायत मेरो सम्पूर्ण टिम, कलाकार, सबै प्राविधिक सबैले निकै राम्रो प्रयास गरेका छौँ। यो प्रयास चाहिँ अब हजुरहरूको साथमा छोडेका छौँ। सबैभन्दा ठुलो अब बाँकी काम पनि अब पत्रकारज्यूहरूको पनि रहन्छ। आदरणीय सम्माननीय पत्रकारज्यूहरूलाई पनि म अनुरोध गर्दछु, अब लज्जावतीलाई यहाँहरूले चाहिँ कहाँ के गर्न सकिन्छ गरिदिनु भन्ने अनुरोध गर्दै मेरो भनाइ राख्छु। धन्यवाद। ट्रेलर आज आउँदैछ र हाम्रो सम्पूर्ण यो चलचित्रसँग जोडिएका हाम्रो कलाकारहरू, हाम्रो निर्माता टिमहरू र हाम्रो पार्टनर डिस्ट्रिब्युटर टिम, डिजिटल पार्टनर भयो, सबै भयो होइन। मैले सबैलाई एकमुष्ट भने
सबैलाई सम्झिन चाहन्छु। आज यस विशेष दिनलाई हाम्रो पत्रकार मित्रहरूले अझ विशेष गराइदिनु हुनेछ र सम्पूर्ण यहाँ आउनुभएका उपस्थित हुनुभएका हाम्रा कलाकार मित्रहरू, कलाकार अग्रजहरू जो हुनुहुन्छ उहाँहरूले पनि यसलाई विशेष बनाएर हाम्रो चलचित्र लज्जावतीलाई सबै दर्शकमाझ पुर्याइदिनुहुनेछ भन्दै म यति कुरा राख्छु। धेरै कुरा अरूले राख्नुहुनेछ है। म धन्यवाद दिन चाहन्छु। यहाँहरू सबैजनाले दिनरात नभनिकन एकदमै मेहनत गरिदिनु भएको छ। मेहनत कति गर्नुभएको छ, कसरी गर्नुभएको छ भन्ने कुरा अलिकति टेलर हेरिसके पछाडि पनि हामीहरू सबैले देख्न सक्छौँ। अनि त्यो भावनाले आज यस कार्यक्रममा आइदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै म आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद।